राष्ट्रिय सभामा नियुक्ति गर्दा प्रब्लम भएको छैन तपाईलाई? तपाईले सेतो पार्टीमा दिएको न्युज हैन? मैले सल्लाहकारको रूपमा गृहमन्त्रीज्यूलाई लगेको हैन तपाईले? अनि अहिले विरोध किन होला? तपाईबाट गल्ती भयो, गलत मान्छेलाई लगे मैले गृहमन्त्री। खै त समातेको? तपाई यहाँ किन आउनु हुँदैछ? तपाईले जेजी आइसक्यो रक्षा बम मुर्दाबाद भेट्न जाने टाइम छ हैन उहाँसँग? अहिले अब हामीले चटक देखाएर एक्लै भेटेर आउनु भएको हैन उहाँ? प्रधानमन्त्रीले एक्लै भेटेर आउनु भयो। अलि त्यो चिरा चाहिँ अलि हातमा सुहाएन जस्तो लाग्यो मलाई नि है लेखेर अहिले बाटोमा नाटक गर्नु गृहमन्त्रीज्यूले रातिको 2 बजे फोन गर्दा पनि उठाउनुहुन्छ व्यक्तिगत रूपमा बीबीसीको लागि तपाईले यो देखाउ यो गृहमन्त्रीले दिएको हो यो देखाउ भन्दा रक्षा बम हो ए नुसा रक्षा बम लिडर हो देशको मान्छे जेजी लिडर हो हैन यो आमाको छोरालाई 2 गोली लागेर जेलमा छ यो मेसेज गरे हैन यो आमाको महाशय कतिचोटि बाटोमा इलेक्सन अगाडि रिपोर्ट चाहियो रक्षा बम दियो भनेको मेसेज देखा म तपाईँ प्रधानमन्त्री भन्दा ठुलो रिप्लाई गर्दा कसैको रिप्लाई नदिने फोन गर्दा नउठाउने यस्ता घोषणा गरेर जनकपुर जाने तपाईँ अनि जहिलेसम्म तपाईँकै गृहमन्त्री भन्ने तपाईँकै साथीहरू सचिवालयमा प्रधानमन्त्री आमालाई भेट्न जाने तपाईँ